हेलो गाइज, वेलकम बैक टू माई ब्लग। डे 3 आज चाहिँ डे 3 हो। सधैँ चाहिँ बिहानीको सुरुवात बेसी सहरको भ्यूबाट भइसकेको छ। आज पनि बेसी सहर जललल एक लट देखाइदिइहालौँ न सर। यो चाहिँ अर्कोले खाइरहेको कफीमा उसको टिकटक स्ट्यान्ड बनाउनलाई चटक। बहिनी कपाल तान्देऊ जिनाको, कपाल तान्देऊ जिनाको। हामी चाहिँ आजको लागि बेबी सिटर, बेबी त होइन यो एडल्ट हो, के अरे एडल्ट के भन्छ अरे कस्तो भन्नु नआएको यहाँ। टोडलर भइसक्यो, टोडलर सिटर। उसले चाहिँ मकै पोलिरहेछ यहाँ। अनि हाम्रो खेतालाहरू छन्, हाम्रो खेतालाहरू छन्। हामी चाहिँ अब पुको एकछिनपछि। ओइ ओइ बुन्टी के अरे कि हामी चाहिँ बहिनी नि हेर्दै खाना बनाउँदै। अब एकछिनमा खाना बनाउनु पर्छ। बुन्टुली ओइ ऊ चाहिँ पुरा फोकस भएर मकै पोल्न लागिरहेको। यहाँ चाहिँ गाईहरू कोदो रोप्नको लागि बारी बनाउँदै हुनुहुन्छ, झारू खाल्ने। के हाई गरिदेऊ नि त। हाई हाई गाइज, वेलकम टु माई ब्लग। हाई 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 ओइ भन्दैनस्? गएँ म त, बाई बाई। हामी त गयौँ, बाई बाई। बाल छैन यार, बाल छैन यार। ओइ गए है बाई बाई। ए अझ बाई बाई गर्दै बस्दो रहेछ गदी। गाइज हाम्रो यहाँ चाहिँ करेला फलेको रहेछ। यति टिपे उयो समात्तला खिचे होइन है अनुहार। झन् अनुहार देखाउन आयो थुइ के अरे। अनि यहाँ रहेछ एउटा बडे मन पऱ्यो। त्योहरू ठुलो हुन्थ्यो होला, टिप्दिइहाल्यो यार यो नदेखेर। बहुत बढिया है, बढिया बढिया है। ओ माई गड, ब्याकग्राउन्डमा त ओहो के हो ब्याकग्राउन्डमा त। अनि यहाँ रहेछ एउटी रहेछ एउटी। यो टिपौँ कि नटिपौँ होला, पुग्छ कि जस्तो त लागिरहेको छ। भित्र पनि दुइटा पुग्ला। आमा के एक हातको छ क्या, एक हातको रहेछ यार यो त। हाई गरिदेऊ ल। हेलो 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 बहिनीको गुको डल्लो। हाँस्देऊ त। फेरि 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 न बहिनी यो चियर्स गरौँ न त। चियर्स चियर्स। हेलो 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 बहिनीको यत्रो ठुलो गुको डल्लो प्रार्थनाको खाने होइन। छि 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 जिना भन न, जिना सिस भन न। यो त पानी तात्यो होला बाउलै। के घिरौला नि हाल्ने? हड्डी भिजाइदियो कि पानी तात्यो होला। के अरे उसके बोडी भिजाइराख्यो भने होइन? ए बोडी हाल्ने कि घिरौला हाल्ने? बोडी र घिरौला दुइटै हाल्ने नि। गाली गरिदेऊ मम्माहरूलाई, गाली गरिदेऊ मम्मा फुपूहरूलाई, गाली गरिदेऊ। जिनालाई होइन क्या, जिनालाई होइन मम्मा फुपूहरूलाई। के कुरा हुन्छ है? पाँच थरीको कुरा गर्छ भनिदेऊ न। काम छैन भनिदेऊ नि, जानु बसाली राखे त त्यो पाकिरहन्छ नि। पानी भयो उम्लिन पनि पर्दैन होला। तातो पानी खाने हो, तातो पानी। भुइँमा पो बसेछ फुन्टुली त। भुइँमा बस्ने होइन नि त, यहाँ बस्ने हो। यहाँ ल बसी ल गाइज भनिदेऊ, हाई भनिदेऊ। हाई गाइज, वेलकम टु माई अङ्किता दिदीको च्यानल। हेलो 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 बुन्टुलीको कुकुर डल्लो।
सो गाइस म चाहिँ अहिले खाना बनाउँदैछु करेला भुट्दैछु अनि खेतालाहरूलाई चाहिँ चिया खानु पऱ्यो अरे 10 बज्न लागिसक्यो चिया खानु पऱ्यो अरे उहाँहरूलाई त्यही भएर चिया पनि रेडी गर्दैछु साइड बाई साइड तरकारी पनि हुँदैछ रेडी त्यस्तै छ है आजको दिनमा के हुन्छ हेर्दै जानु होला 4 भएछ ओइ ठुलो बनाइदेन मेरो मेरो ब्लगमा स्वागत छ हाई भन्नु होला हात हल्लाउनु न ए तेरो यो ब्याक क्यामेरामा ब्लगलाई के अरे लाइक र सब्स्क्राइब गरिदिनु होला भनेर भन्नु हाई भन्नु न हात हल्लाउनु हाय आयो भाइ ल के पाक्दैछ मिठो मिठो सुकुटी करेला खाना आउनु खेताला छोरीहरू कुक भान्से बेबी सिटर अर्नी मिठो मिठो अर्नी बनाएर लैदे के हो अर्नी भने खाजा ए हस् खोपा खोपा नानी राख नक्कली निस्क्यो नानी र के भयो लिएदा सुनु तिमीलाई नानी सेलिब्रेटी भएले चाहिँ महिना छुट्टा छ यही मोबाइल त्यसैमा लमेर भने त सयम चाहिँ हेर्न मोबाइललाई बहुत नाटकले बस्नु को नादिने आउँदा जो दे चर्तिकला हनुमान हाय त्यता हैन यहाँ सबै पिनी हो त्यता बुझा है भयो अब एला खाइदा कपडामा हेर्नु उसले नि जाने खल्लमा पिने पिँदैन र पिँदा पिँदा अब हनुमान केमा चाहनुलो म निकै दिन्छु फुस्के थियो गाइस हामी चाहिँ अहिले कोदोको बिउ उखाल्दै अस्ति झार उखालेको अहिले बिउ उखालेको भोलि रोप्ने हो रे छतै र प्लोस्युबा फर्स्ट टाइम कोदोको बिउ उखालेको चाहिँ बिउ खानेहरू कोही यता छन् कोही यता छन् शीतलमा गरम चियावाली चिया छान्ने कुरा चिया छान्ने कुरा चाहिँ खतरा फेरि डोमा तातो छ्याङ्ले त कति पैसा घाटा पनि दिँदैन यहाँ फाडिदिनु
चेरचेरी खानु न खाइहाल्नु न चेरचेरी त खानुपर्छ गाडी कति बजे देखाउँछ अरे आमा वाउ छैन वाउ छैन रे होइन के रियाक्सन भिडियो खिचेको नि त अनि चिया खान पाएपछि कस्तो कस्तो हुँदो रहेछ मान्छेहरू भनेर नि चिया लभरहरूको रियाक्सन यस्तो हुन्छ है चिया खान पाएपछि फेक हो कि रियल रियाक्सन कि फेक हो मकै खाने मान्छे खाने बाबा हेर्दैन रे हेर्दैन खाले यो के निल्न नसकेर होला टाउको हाल्दा निलेको ऑरेंज जूस अबे यो त झन् यस्तो पो भएछ झनै थाहा चियापत्ती गाढो पानी पनि हाल्यो दियो पानी त किन हाल्छ अनि पानी नहाल्यो भने कसको चिया हुन्छ त कि दुधै दुधको भण्डारमा बस्नु पर्यो बनाएर आउनु भने पपकर्न पार्टी आमामा दिदी लुकेको त्यस्तै अनि गानेको आसन ओ फेरि क्यों जिनो क्यों क्यों चाल्ला त नानी गाइज अनि गाउँमा बस्नु चाहिँ एकदम रमाइलो त रमाइलो तर एउटा केही कुराको बेफाइदा भन्दाखेरि गाडीहरू भनेको टाइममा नपाउने अनि सामान किन्न पनि नपाउने केही पनि पसल पनि गतिलो केही छैन यहाँ सामान चाहिएको सामान पाउँदैन अनि सामान हामी बेसी यति नजिक छ कि यति नजिक सायद बेसी सहरबाट सबैभन्दा नजिक गाउँ नै यही होला बेसी सहर भनेको फेरि लमजुङको सदरमुकाम तपाईँहरूलाई थाहा छ कि थाहा छैन यही यति नजिक छ है तर पनि त्यो गाडी साडी सामानहरू यताउता किन्नको लागि सुविधा चाहिँ केही छैन अनि हामीले चाहिँ आज चाहिँ अस्ति ल्याउनु पर्ने सामानहरू त ल्यायो अनि अलिअलि बाँकी छुटेको भन्नाले अब युज गर्दा गर्दै सकिहाल्यो अनि चाहिएर अनि मगाएको थियो कि अलिअलि सामान गाडी भन्नुहुन्छ भने अहिलेसम्म आइपुगेको छैन अघि फोन गरेको त अहिले कति बज्यो 8 बज्न लाग्यो होइन गाडी फोन गरेको त बिग्रेलो यतातिर बिग्रेको भने लिन जानुहुन्थ्यो बिच बाटोमा आधी बाटोमा अब त्यहाँ न लिन जान सम्भव छ न सामान आइपुग्छ तनाव छ हजुर तनाव गाउँमा बस्नुको बेफाइदा भनेको यही हो अब कति बेला आइपुग्नु मासु मगाएको थियो कि हामीले स्पेसली चाहिँ मासु मगाएको थियो अब त्यही पकाएर खाने भनेर कुटिरहेको थियो आउँदै आएन अब नपाए त्यो नआएर अहिले चाहिँ अर्कै तरकारी व्यवस्था भइसकेको छ सो यस्तै छ गाउँमा बस्नको लागि बेफाइदा हजुर नत्र हावापानीहरू यताउता चाहिँ सबै ठिक छ अनि भनेको टाइममा चाहिएको सामानहरू नपाउने है गाडी साडी नपाउने बिरामी भइहाल्यो भने नि अब गाडी साडी पनि त्यस्तै बर्खामा बाटो साटो बिग्रिन्छ बाटो मात्र बिग्रिन्छ भने त गाडी बिग्रिन्छ फेरि बेला बेलामा गाडी बिग्रिन्छ तनाव छ हजुर यस्तै छ यही भन्नलाई आएको हजुर बाई बाई गाडी आइपुग्यो फाइनल्ली त्यसको लाइट कहाँ छ त्यहाँबाट आउँदैन गाडी चाहिँ मेरो आँखाले त नदेखेको मोबाइलमा त कस्तो मजाले देख्यो आउँदैछ है गाडी आउँदैछ सो गाइज हामी चाहिँ सामान लिनु जानु लाग्यो है डर लागेर त्यो गाडी फेरि यो बाटो नआउने रे त्यहाँ आधी बाटोसम्म मात्र आउने रे त्यहाँ लिन आइज भनेर डर लागेर 4 जना भएर आएको सामान फेरि एकदम इम्पोर्टेन्ट डकुमेन्ट औषधि भिटामिन हो क्या हाम्रो बजे आमाको त्यही भएर नि यस्तो डरलाग्दो बाटो है अनि हामी सबै 4 जना हात समातेर हिँड्ने त्यताबाट जाम है आमा आमा र माइजू नि हुन्छ त्यस्तरी गाह्रो छ हजुर
औषधि खान नि गाह्रो छ यार औषधि गाउँमा बसेर हेर्नु त औषधिको लागि यस्तो दुःख भिटामिन खानु यस्तो 4-4 जना आउनुपर्छ हाम्रो बच्चा आमा चाहिँ बिचरा अब रोगी हो नि त तल बस भन्दा नि मान्दैन गाउँै हो बस्ने अनि भिटामिनहरू त्यस्तोहरू चाहिँ खाइरहनु पर्छ कि त्यही भएर मगाइदिएको अनि खोइ लिन गाडी त घरसम्म आउँथ्यो अरू बेलामा त मलाई भोक लाग्यो कि खाजा खाएन नि त हामी ल अब एकछिनमा देखाउँछ ल गाइज फाइनल्ली आयो है हाम्रो गाडी चाहिँ फाइनल्ली आइपुग्यो आधा रात हुन लागिसक्यो 9 बज्न लाग्यो होला है कति बज्यो घडी मोबाइल नै 8:30 भइसक्यो फाइनल्ली गाडी स्वागत गर्न बस्यो जस्तो भयो है यहाँ आउँछ कि माथि जान्छ कि यही बस्छ गाडी के भन्छ खै जाऊँ न त्यही गाडी माथि जान्छ जान्न बोल्दैन क्या हो कम्पिटिसन यार च्यालेन्ज गर्दै यार ओपन आउनु न ओपन च्यालेन्ज हाल्ने विपनाको आमा आएन क्या आमा मान्छे त वही कतिखेर पुग्ने होला गाउँ गाई झ्या चाहिँ अरू मान्छेहरूको सामान नि रहेछ हाम्रो मात्र नरहेछ अरू मान्छे नै आउँदैछ झर्दै नझरेको त अन्त ओए हाम्रो त केसै ल्याखा त यार भिटामिनको त कार्टुनै ल्याखा त हाम्रो त बाजे बाजे आउनु भएको छ बाप ओके जाम हाम्रो पाइहाल्यो हाम्रो त यति मात्रै पो रहेछ लगाइ हामी चाहिँ सामान पाएर हेरिसक्यौँ अरूको चाहिँ त्यही औषधि राख्दै आउँदैछ लिन ऊ आउँदै हुनुहुन्छ हामी चाहिँ पाएर जाँदैछौँ के भन्नुभयो र हजुर मोटामोटी मात्रै हेऱ्यो अरे ब्लग हेर्ने रे बजे आमाले हेर्नु न कस्तो कुहिरो आयो होइन आइराख्नु न त आइराख्नुहोस् न त अघि हेरेँ होइन र मेरोमा हेरेको थियो अलिअलि मोटामोटी देखाइदियो सब्सक्राइब नि गरेँ होइन होला यार त्यो गरेर सब्सक्राइब नि गराइदिए सबै गरिदियो तर गरे जस्तो लाग्छ के अरे लाइक गर्नै मिलेन यहाँ वाइफाई नै यस्तो होइन लाइक गर्नु मिलेन गरिरहेको त फेरि मान्छेहरूले गरिरहेको त वाइफाईको कनेक्ट छैन वाइफाई नै छैन यहाँ आयो बल्ल त्यही भएर घुमे भन्ने रहेछ लाइफ क्विनको यहाँ पैसा कमाएको कमाइ गराइरहेछ त सब्सक्राइब त तपाईँहरूले मेरो डे 1 को भ्लग हेर्नु भएन भने हेर्न सक्नुहुन्छ आइसकेको छ साउन्ड बढाइदिनु न यस्तै थियो आज चाहिँ धेरै केही खिच्न पाएन गर्नै पाएन किन भन्दाखेरि पानी परेको थियो अनि तपाईँ बोले त्यहाँ अनि तपाईँको लाइभमा सुन्छ फेरि अनि के अरे पुरै बिर्साइदियो यार त्यस्तै थियो आजको भिडियो चाहिँ केही गर्नै पाएन पानी परिरहेको थियो अनि केही पनि गर्न पाएन गाइजहरू चाहिँ के गरेर झाडु खान जानुभएको थियो अनि हामी चाहिँ बहिनी र म चाहिँ घरै बहिनी हेरेर बस्यो त्यही भएर केही गर्नै पाएन यताबाट चाहिँ लाइभ खिचिदिएर मलाई नगर्नु न तपाईँको खिची गर्नु फेरि ल भयो कि तिमीले मलाई अनि अहिले चाहिँ वेदर अघि यस्तो डेन्जर पानी पर्यो अनि अहिले चाहिँ क्लियर भएको थियो एकछिन अनि हामीले टिकटकहरू बनाएको थियो फेरि कुहिरो लाग्न थाल्यो हल्का हल्का ढाक्न थाल्यो बेसी सहर यो चाहिँ बेसी सहर कति देखाउनु है जहिले यही हो देखाउने नै कन्टेन्ट नै यही हो नदेखाउनु प्लिज अनि भन न के हो तिम्रो युट्युब च्यानलको नाम भन न सब्स्क्राइब गरिदिनु अंकिता चङ गुरुङ प्लिज डु सब्सक्राइब माई च्यानल
अनि यस्तै थियो आजको भिडियो। हामी चाहिँ यहाँ खासमा कोदो रोप्नको लागि बजे आमालाई सहयोग गर्नको लागि आएको। बजे आमा एक्लै हुनुहुन्थ्यो नि त, अनि त्यही भएर काठमाडौँबाट ठुलो मम्मी र उसको छोरी देखिआएन के, ठुलो मम्मी र उसको छोरी, चितवनबाट हामी 2 जना आमा छोरी, यता अनि बेसी सहरबाट आन्टी कान्छी आन्टी छ्यामा अनि माइजू आउनु। हामी कति 6 जना आएको। अनि आमाहरू चाहिँ त्यही यताउता गर्नुभयो, हामी चाहिँ घरमै खानासाना बनाउने यताउता। नानी काउन्ट हुँदैन, नानीले काम गर्दैन। अनि त्यही हो। अनि हामीले चाहिँ च्यालेन्ज भिडियो बनाउने भनेर के त्यो च्यालेन्ज गर्ने, अनि त्यो यस्तो यस्तो गरेर के रक पेपर सिजर त मिल्दैन, किन भन्दाखेरि मान्छे धेरै छ नि त। अनि त्यो च्यालेन्जवाला अप डाउन गर्छ नि हो, त्योवाला गर्ने भनेको। पानी परे भयो भने चाहिँ भोलितिर त्यसको ब्लग हुन्छ। सो अन वाचिङ गाइज। अनि यस्तै थियो आजको भिडियो। आई होप हजुरहरूलाई मन पर्यो होला। मेरो भिडियो मन पर्यो भने डोन्ट फर्गेट टु लाइक माई भिडियो। अनि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गर्नुहोला। यति भन्दै अर्को भिडियो नआउन्जेलसम्म यहाँबाट बिदा हुन चाहन्छु। त्यतिन्जेलसम्म स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस्। अहिलेसम्म हेरिदिनु भएकोमा धेरै धेरै माया। बाई बाई, लभ यु, टेक केयर।